साँचो चेलाले कहिले पनि लिडर परिवर्तन गर्दैन। यता आज एउटा लिडर, अर्को वर्ष अर्को, आजले उसलाई आत्मिकी बुवा, फेरि अर्कोले आत्मिकी बुवा, फेरि त्यहाँ सँगै कार्यक्रममा गयो अर्को आत्मिकी बुवा। साँचो चेलाले अगुवालाई परिवर्तन गर्दैन। साँचो चेलाले कहिले पनि आफ्नो अगुवासँग कम्पिटिसन गर्दैन। उसको सामु नम्र भएर चाहिँ ऊ सँगसँगै हिँड्छ। लिडरलाई साथ दिनु, लिडरलाई सहायता गर्नु भनेको अगुवाको बोझलाई बोकिदिनु। जसरी हारुन र हुरले मोसाको पाखुरालाई, हातलाई उनीहरूले उचालिराखे, त्यसरी नै आज हामीले पनि हाम्रो लिडरको पाखुरालाई हामीले थाम्नुपर्छ। त्यो हातलाई हामीले उचालिदिनुपर्छ, त्यो बोझलाई हामीले बोकिदिनुपर्छ। जब हामीले हाम्रो लिडरलाई सहायता गर्छौँ, उहाँको बोझलाई हामी जब बोकिदिन्छौँ नि, तब हाम्रो लिडर शक्तिशाली बन्नुहुन्छ, उहाँ बलियो बन्नुहुन्छ। जब उहाँ बलियो बन्नुहुन्छ नि, बुझ्नुहोस्, मण्डली मात्र नै, यो राष्ट्र बलियो बन्छ। जसरी मोसाको हात हारुन र हुरले थामे, पुरा राष्ट्रले विजय प्राप्त गरेको थियो।